दर्शकबिन तपाईको दिन कस्तो बितिरहेको छ एकपटक पुनः स्वागत गर्दछु तपाई हाम्रो आफ्नै च्यानल विश्वपीडियामा। दर्शकबिन आज हामी यस्तो देशको बारेमा रोचक जानकारी प्रस्तुत गर्दै छौं जहाँ दुनियाँको सबैभन्दा रहस्यमय नियम अनलाइन एडल्ट सामग्री अर्थात फोन ब्लर गर्ने संस्कार 125 वर्ष भन्दा पुरानो कानून आजसम्म पालना हुँदै आएको छ। एउटा यस्तो देश जहाँ 2,70,000 भन्दा बढी नेपालीहरू काम तथा पढाइको सिलसिलामा यसै देशमा बसोबास गर्दै आएका छन्। जहाँ पछिल्लो समय यो देशमा जाने नेपालीहरूले एउटा औषधि बिक्री गरेर राम्रो पैसा पनि कमाउँदै आएका छन्। एउटा यस्तो देश जहाँ महिलाको शरीरमा सुसी राखेर खाने अनौठो परम्परा हुनुका साथै एक विशेष पर्वमा पुरुषको लिङ्ग जस्तो आकारका वस्तुहरू चित्रण गर्ने क्यान्डीको बारेमा सुन्दा तपाईलाई अचम्म लाग्ला। एउटा यस्तो शक्तिशाली देश जहाँ आफ्नो नोट छाप्न पासपोर्ट र स्ट्याम्प बनाउन हाम्रो देशको पहाडी भेगमा पाइने झाडी अग्रेलीको प्रयोग हुँदै आएको छ। हो आज हामी एसियाको चौथो ठुलो अर्थतन्त्र भएको जापानको बारेमा रोचक जानकारी तपाईहरूलाई प्रस्तुत गर्दैछौँ। तपाईहरू जापानको यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्टमा लेख्नुहोला। दर्शकबिन जापान भन्ने बित्तिकै हामी नेपालीहरूको मनमा मासिक 2 लाख भन्दा बढी कमाइ हुने, सबैभन्दा पहिला सूर्य उदाउने देश, सबैभन्दा धेरै भूकम्प आउने देश, रोबोट र अनुशासनको देश, बुलेट ट्रेन र डोरेमन भन्ने कुरा सबैभन्दा पहिला आउँछ। विश्वका ती तमाम देशहरू मध्ये यो एउटा यस्तो देश पनि हो जहाँ जुनसुकै कामलाई सम्मान गरिन्छ। सरसफाइको मामलामा यो देशलाई विश्वकै पहिलो स्थानमा राख्न सकिन्छ भने मोटोपन हुनु यो देशमा गैर कानूनी रहेको छ। दर्शकबिन पूर्वी एसियामा अवस्थित एउटा टापु देश जापानको आधिकारिक नाम स्टेट अफ जापान हो, जसलाई निप्पन वा निहोन भन्ने गरिन्छ। 14,121 ससाना टापुहरूसँगै 4 प्रमुख टापुहरूमा 12 करोड 30 लाख भन्दा बढी जनसंख्या भएको विश्वको 11औं सबैभन्दा धेरै जनसंख्या भएको देश हो। एसियाको सबैभन्दा विकसित देशहरूमा गनिने जापानलाई मेहनती मानिसहरूको देश पनि भन्ने गरिन्छ, जहाँ यस देशमा 2 लाख भन्दा बढी नेपालीहरू आजको दिनमा पढाइ, काम तथा अन्य सिलसिलामा बसोबास गर्दै आएका छन्। त्यसो त पछिल्लो समय नेपालीहरूले पिल्स औषधि नेपालबाट लगेर नेपालीहरूले एकै पटक 10 मानसम्म बेच्दै आएको पाइन्छ। एसियाको 17औं र विश्वको 63औं सबैभन्दा ठूलो देशको रूपमा रहेको जापान देशको क्षेत्रफल 3,77,975 वर्ग किलोमिटरमा फैलिएको छ। पूर्वमा रसिया, पश्चिममा नर्थ र साउथ कोरिया र दक्षिण पश्चिममा चीन जापानबाट नजिकैका देशहरू हुन्। संयुक्त राज्य अमेरिका, चीन, जर्मनी र भारत पछि जापानको नाम जीडीपी को आधारमा विश्वको 5औं सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश पनि हो। त्यसै सन् 2023 सम्म जापानको श्रम शक्ति विश्वको 10औं सबैभन्दा ठूलो श्रम शक्ति, अमेरिकन डलर र युरो पछि जापान येन विश्वकै तेस्रो ठूलो रिजर्भ मुद्रा। सन् 2024 मा जापान विश्वको 8औं सबैभन्दा ठूलो निर्यातकर्ता र 6औं ठूलो आयातकर्ता देशको रूपमा रहेको छ। यसको साथै बुढौली जनसंख्याको कारण जापानमा युवाको कमी हुँदा काम धेरै रहेको छ, जहाँ नेपालीहरूले पनि जापानको मेसिन जस्तो अर्थतन्त्र बनाउन ठूलो भूमिका खेल्दै आएको पाइन्छ। नेपालीहरूको मेहनत र परिश्रम देखेर आज विश्वका अन्य देश मध्ये हामी नेपालीहरूलाई यहाँको हरेक उद्योगले ढोका ढकढकाइरहेको छ। दर्शकबिन हाम्रो देश जस्तै जापान पनि एउटा पहाडी देश हो, जसको 70% भूभाग पहाडले ढाकिएको छ, जहाँ 200 भन्दा बढी सक्रिय ज्वालामुखी अवस्थित रहेका छन्। त्यस्तै हरेक वर्ष जापान जाने नेपालीहरू मध्ये करिब 5,000 नेपालीहरू कृषि क्षेत्रमा काम गर्दै आएका छन्, जहाँ 24-25 वर्षे नेपाली ठिटो लगभग 80 वर्षे बुढाबुढीसँग काम गर्दा पछि पर्छन्। स्ट्रबेरी फार्म, तरकारी, धान जस्ता अन्य धेरै बालीहरू जापानमा नेपालीहरूले उब्जाएका छन्। त्यसो त आजीवन डिसिप्लिन जीवन, सादा खाना, तरकारी, कम स्ट्रेस, काममा सुखी र शरीरलाई चलायमान राख्नुपर्छ भन्ने विश्वासका कारण उनीहरू औसतमा पनि 100 वर्ष सजिलै बाँच्ने गर्छन्। 1500 भन्दा बढी साना ठूला भूकम्पहरू आउने हुँदा ठूलो प्राकृतिक प्रकोपको सामना गरी प्रविधिको हिसाबले पनि जापान देशको नाम शीर्ष स्थानमा रहने गर्छ। दर्शकबिन संसारको सबैभन्दा धेरै काम गर्ने मानिसहरू मध्ये दक्षिण कोरिया पछि यो देशको नाम आउने गर्छ। त्यसो त प्रत्येक व्यक्तिले दिनमा औसतमा पनि 16 देखि 20 घण्टा काम गर्दै आएका छन्। कडा परिश्रम र दिन रातको मेहनतले नै धनी भएको यस देशका नागरिकहरू हरेक दिन केही नयाँ सिक्ने मनसाएका हुन्छन्। त्यस्तै संसारको सबैभन्दा धेरै वृद्ध मानिसहरू भएको देशको रूपमा चिनिँदै आएको देश जापानमा तपाईले 100 वर्ष भन्दा बढी उमेरका 1 लाख भन्दा बढी व्यक्तिहरू देख्न सक्नुहुनेछ। यहाँका मानिसहरू धेरै समयनिष्ठ छन्, जसलाई यही कुराले संसारकै सबैभन्दा फरक र शक्तिशाली देशहरू मध्ये एक बनाउने गर्दछ। तपाईले धेरै पटक यो कुरा सुन्नु भएको होला, यहाँका रेलहरू कहिले ढिलो हुँदैनन्। आजसम्म जापानको रेलको सबैभन्दा ढिलाइ रेकर्ड गरिएको मात्र 30 सेकेन्ड रहेको थियो। त्यसो त यो घटनाक्रम पछि तुरुन्तै जापानी रेल विभागले यात्रुहरूसँग माफी माग्दै उनीहरूको भाडा समेत फिर्ता गरेको थियो। यसको साथै जापानका मानिसहरूले 4 शब्दलाई अशुभ मान्ने गर्छन्, जहाँका मानिसहरूले 4 शब्दको प्रयोग गर्दैनन्। यसै कारणले गर्दा जापानको जुनसुकै भवन बनाए तापनि त्यसमा चौथो तला भने हुँदैनन्। यदि चौथो तला भए त्यसलाई 5औं तला मानिने गरिन्छ, जहाँ तेस्रो तला पछि 5औं तला आउने गर्छ। दर्शकवृन्द, यो देशमा रहेर तपाईहरू आफ्नो प्रेमी अथवा प्रेमिकासँग गोप्य रूपमा भेट्न आवश्यक छैन, किनकि जापानमा जोडीहरूको धेरै राम्रो हेरचाह गरिने गरिन्छ। उनीहरू जति बेला पनि व्यक्तिगत होटलहरू
ठाउँहरूमा कसैको डर बिना भेट्न र रात बिताउन सक्दछन्। दर्शकबिन, तपाईलाई यो कुरा सुन्दा अचम्म लाग्ला, यो विश्वको त्यस्तो देश हो जसले आफ्नो देशमा मुस्लिमहरूलाई नागरिकता र घर भाडामा समेत दिँदैनन्। त्यसो त कमै संख्यामा मुस्लिमहरूको बसोबास जापानमा भए पनि कुनै पनि विश्वविद्यालयमा अरबी र इस्लामिक भाषा पढ्न नपाइने नियम समेत रहेको छ। यदि यसो गरेको पाइएमा देश निकाला गरिने प्रावधान रहेको छ। त्यस्तै तपाईलाई अनौठो लाग्ला, हरेक वर्ष अप्रिल महिनाको पहिलो आइतबार जापानले कानामारी मात्सुरी नामक एक अनौठो पर्व मनाउँदै आएको पाइन्छ, जहाँ यस पर्वमा पुरुषको लिङ्ग जस्तो आकारका वस्तुहरू चित्रण गर्ने क्यान्डी बच्चादेखि बुढोसम्मका मानिसलाई मन पर्छ। एक पुरानो सिन्तो पर्वका रूपमा विश्वभर प्रख्यात रहेको फिटिलिटी र सेक्सुअल हेल्थलाई सम्मान दिने गर्छ। त्यसै त यो पर्वमा भाग लिन देश तथा विदेशका मानिसहरू पनि आउँछन्, जहाँ जापान सरकारले यस पर्वबाट कमाउँदै आएको पैसा एचआईभी अनुसन्धानको लागि प्रयोग गर्दै आएको छ। दर्शकबिन, दक्षिण एसियाको सबैभन्दा ठूलो एसियाली समुदायहरू मध्ये नेपालीहरू सन् 2025 मा लगभग 2,70,000 भन्दा बढी रहेका छन्। नेपालको औसत ज्याला भन्दा 5 गुणा बढी कमाउन सकिने भएकाले यो देश नेपालीहरूको लागि लोकप्रिय गन्तव्य बनेको छ। त्यस्तै जापानमा नेपालीहरूको सबैभन्दा ठूलो संख्या राजधानी शहर टोकियोमा बसोबास गर्दै आएका छन्। त्यसपछि चिबा, कानागावा, फुकुओका, ओसाका जस्ता अन्य ठूलो शहरमा पनि विभिन्न सिलसिलामा रहँदै आएका छन्। त्यस्तै जापानमा नेपाली विद्यार्थीहरू तेस्रो ठूलो विदेशी विद्यार्थी समुदायहरूमा पर्दछन्। दर्शकबिन, विशेष गरी सोलुखुम्बु, भोजपुर, खोटाङ, सिन्धुपाल्चोक र दोलखाको पहाडी भेगहरूमा पाइने एक विशेष झाडी अग्रेलीको बोक्राबाट फाइबर निकाली यहाँको विभिन्न सरकारी कामहरूमा यसको प्रयोग हुँदै आएको छ। बलियो फाइबर लामो समयसम्म नच्यातिने, नबिग्रिने हुँदा जापानले नेपालको हिमाल र पहाडबाट यो फाइबर सिधै निर्यात गर्दै आएको छ। दर्शकवृन्द, कल्पना गर्नुहोस् तपाईहरू एउटा यस्तो देशमा हुनुहुन्छ जहाँ ट्रेन ड्राइभरको घडी कहिले 20 सेकेन्ड भन्दा बढी ढिलो हुँदैन। यो देशमा प्रत्येक 23 जना मानिसको लागि एउटा भेन्डिङ मेसिन रहेको छ, जहाँ तपाईले कफी, रामेनदेखि छातासम्म निस्किने भेन्डिङ मेसिन देख्न सक्नुहुनेछ। अझ रोचक कुरा त के छ भने यो देशमा सन् 578 एडीमा खुलेको एक कम्पनी आजसम्म चलिरहेको छ। त्यस्तै भूकम्प त लगभग 1500 भन्दा बढी आए पनि मृत्यु शून्यको संख्यामा गनिने गरिन्छ। विश्वकै शक्तिशाली पासवर्डमा गनिएको देश जापान, त्यहाँका नागरिकहरू 190 देशहरूमा बिना भिसा ट्राभल गर्न सक्छन् भने यो देशको टेक्नोलोजी संसारभर चर्चित हुने गर्छ। लग्जरी टोयलेटदेखि लिएर रोबोटिक्स, हाई स्पिड बुलेट ट्रेन एकैसाथ यो देशमा मात्र देख्न सक्नुहुनेछ। दर्शकवृन्द, विश्वकै सबैभन्दा अनुशासित देश जापानको बारेमा यो भिडियो तपाईलाई कस्तो लाग्यो कृपया कमेन्टमा लेख्नुहोला र यस्तै जापानको रोचक जानकारीको लागि विश्वपीडिया च्यानलसँग जोडिनुहोला।